हेलो एभ्रिवान, नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। चाहिँ आज खाना बनाउन गइरहेको छु। सुरुमा चाहिँ आज मैले मुन्टा केलाएँ। मुन्टा चाहिँ मलाई असाध्यै मनपर्छ। अचेलको सिजनमा मुन्टा इज द बेस्ट सब्जी एभर मेरो लागि चाहिँ। अनि म केलाउँदैछु मुन्टा केलाइसकेर म चाहिँ भाँडा धुनु पनि पर्नेछ। अब मुन्टा पनि मैले गफ गर्दै केलाइसकेँ र यति भयो मुन्टा। अनि यसको फोर चाहिँ यति भयो। लास्टमा एउटा रहेछ, फेरि मुन्टा केलाएर हालेँ। अनि दाल खनाउँदैछु म। दाल अघि नै बसाइसकेको थिएँ। अब दाल खनाएर म आज अचार करेला र आलुको अचार बनाउनलाई म रेडी गर्दैछु, काट्दैछु। अब हेर्नु चक्कु नै भाँच्दैछ फेरि आगो। फेरि ठोकठाक गरेर यसो मिलाएर म करेला काट्नतिर लागेँ र म देखाउँदैछु, हेर्नु न रिङ भयो भनेर। अनि करेला काटेँ, आलु निकालेँ र भाँडा मस्काएँ, बसाएर भाँडा मस्काएँ। त्यस पछाडि म दाल झान्नको लागि टमाटर, प्याज, खोर्सानी भन्न आएछ काट्दै थिएँ। त्यत्तिकैमा मेरो भान्जी आइपुग्नु भयो। जिस्के हुनुहुन्छ मसँग। उहाँले चाहिँ आएर चिया बनाउनु भयो र यता म दाल झान्न रेडी गर्दैछु। अनि यता भान्जीले चिया बनाउँदै हुनुहुन्छ, यता दाल झान्ने अनि अचार भनेर म देखाउँदैछु। रोकिएछ त्यो भिडियो। अनि म पनि एकछिन पज गरेँ र बाहिरको भ्यू पनि हेर्नु साथीहरू, यस्तो छ आज। अनि हामी चिया इन्जोय गर्न थाल्यौँ। अनि यता सब्जी पनि मैले मुन्टा पकाइसकेँ र यता दाल पाकिसक्यो, यता अचार रेडी र सबै सकेर हामी चाहिँ अब एकछिन जम्न बाहिर भनेर भन्दै हुनुहुन्छ भान्जीले चाहिँ। र यहाँ भिडियो अलिकति अड्केछ र यहाँ हाम्रो छिमेकी माइजूलाई चाहिँ मैले हेलो भन्नु मेरो ब्लगमा भनेर भिडियो गर्दै थिएँ। र हामी एकछिन डेजीसँग खेल्यौँ र म तपाईँहरूलाई हाम्रो घर अगाडिको भ्यू देखाउँदै थिएँ। र यस्तै भयो आजको दिन। र म खाना दिँदैछु मेरो हस्बेन्डलाई। उहाँ चाहिँ मसँग रिसाइराख्नु भएको थियो थोरै, तर क्यामेरा अगाडि आएपछि त रिस पनि भाग्यो। हस् त, थ्याङ्क यू आजको लागि। यहाँसँग ब्लग हेरिदिनु भएकोमा धन्यवाद। बाई बाई।